हेलो एभ्रिवान, दर्शन नमस्ते सबैजनालाई। सो मेरो आज मिनी भ्लग है, मेरो सर्ट भिडियो चाहिँ आज मैले बनाउन गइरहेको छु र म जाँदैछु आज हामीहरूको बिगन्समा नयाँ है खुलेको गुडली चिया को छ भनेर सुनेको छु। सो आज फर्स्ट टाइम म जाँदैछु र हेरौँ है, गुडबाट भनेको त्यो मिठा भन्छ यता हाम्रो यहाँको भाषामा, गुडबाट बनेको चिया है त, चिनीबाट होइन। सो कस्तो हुन्छ भन्ने त्यसको म रिभ्यू हजुरलाई म पक्कै पनि बताउने नै छु, भन्ने नै छु है, कस्तो स्वाद छ के छ भनेर। सो स्टे ट्युन गाइज है, त्यही भन्दै पहिलाको लागि म भिडियो जान चाहन्छु। सो नेभर गिभ अप। सो फाइनली गाइज म आइसकेको छु यहाँ गुडली चियामा। सो हामीहरूको यो लोकेसन रहेको छ एनआइसिएसी अपोजिट आदर्श नगर चोकनिर है त। सबैजना आउनु होला। अब ब्याक क्यामेरा पनि खोलेर हजुरलाई देखाइदिन्छु यहाँको लोकेसन, यहाँको लुक्स कस्तो छ भनेर है त। हेर्न सक्नुहुनेछ है त, गुडली चियामा म आइसकेको छु, गुडबाट बनेको चिया। सो यहाँको लोकेसन रहेको छ एनआइसी एसियाको अपोजिट आदर्श नगर चोक। यताबाट आउँदाखेरि आउनु होला तपाईँहरू। सो यताबाट पनि छ स्काई मल भ्यूको साइडबाट आउन सक्नुहुनेछ है त, ठ्याक्कै त्यसैको छेउमा छ। सो अहिले म बिदा लिन्छु। सो हेलो एभ्रिवान, म आएको छु यहाँ आज बिगन्सको हाम्रो नयाँ गुडली चिया। साँच्चीकै नै गुडली चिया चाहिँ यहाँको है, गुडबाट बनेको। सो हेर्न सक्नुहुन्छ यहाँको भ्यू चाहिँ यस्तो रहेको छ, एकदमै राम्रो। सो फाइनली गुडली यो गुडबाट बनेको होइन, यो गुडबाट बनेको भन्नुभयो है दाइले। सो उहाँको हो यो। सो आउनु होला हजुरहरू पनि। सो म यसको स्वाद लिन गइरहेको छु। वाह, ठ्याक्कै यो हाम्रो यतातिर मिठा भन्छ है, गुड भनेको यो मिठा, ठ्याक्कै त्यस्तै स्वाद अनि एकदम अलिक डिफ्रेन्ट टाइपको छ होइन, चिनी भन्दा चाहिँ एकदम राम्रो। सो हजुर पनि आउनु होला, ट्राई गर्नु होला गुडली चिया। र यो रहेको छ भनेको स्काई मल भ्यूको साइडमा है, हाम्रो यो आउनु होला। यतातिर एनआइसी एसियाको ठ्याक्कै छेउमा छ है, गर्नु होला गुडली चिया। साँच्चीकै गुडली छ, जय नेपाल। सो अन्त मैले हजुरलाई अन्त्यमा एउटा कुरा भन्न छुट्याएँ। सो गुडली चियामा चाहिँ हजुरहरूको खाजाहरूको पनि राम्रो प्रबन्ध छ र अरू चिजहरू पनि छ, हजुरहरू जानु होला होइन। त्यहाँको इन्टेरियर भ्यू भाइब्स एकदम राम्रो छ। सो जानुहोस् आउनुहोस् है, अनि एकदम राम्रोसँग त्यहाँको रिभ्यू हजुरहरू पनि दिनु होला के कस्तो छ भनेर। मलाई त राम्रै लाग्यो। सो यो भन्न छुट्याएको थिएँ। सो यति भन्दै म फेरि पनि अब घरतर्फ लागेँ है त। सो बाई बाई, सबैजना स्वस्थ र मस्त रहनु होला। नेभर गिभ अप।